यताबाट सुरु भएको थियो, यो साइडबाट चाहिँ हाम्रो यात्रा सुरु भएको थियो आज। र यो बिचमा यति राम्रो राम्रो ठाउँहरू रहेछ नि, यति मजाले घुम्दै आयो नि हामी, यति टाइम स्पेन्ड गऱ्यो नि। आजको दिन गएको पत्तै भएन क्या, यति मजा आयो नि हेर्नु। तर भ्यू चाहिँ दामी देखिरहेको छ, मजा बवाल आइरहेको छ। तर हावा पनि मस्त छ। सो हे गाइज, वेलकम ब्याक टु माई अनदर भ्लग। आई होप कि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु। र आज चाहिँ म आएको छु उल्सान सहरमा होइन। जुन अस्ति सौल जाँदाखेरि भेटेको साथी थियो नि, उसले चाहिँ यतै काम गर्छ क्या उल्सानमै। अनि त्यसपछि उसलाई भेट्नु पनि र घुमाउनु पनि भन्थ्यो, त्यही भएर आएको थियो। किनकि हामी सौल गएको थियो क्या घुम्ने भनेर, सुसकको बिदामा राम्रोसँग घुम्नै पाएन क्या, किनभने पानी पानी गर्थ्यो एक त, अनि घुम्ने ठाउँहरू पनि त्यति राम्रोसँग थाहा पाइएन। अनि हुन्छ नि त यता यता घुमाउँ भनेर चाहिँ हामी डिसाइड गरेको थियो क्या। अनि त्यही भएर चाहिँ म यता आएको थिएँ। अनि सौल गएर चाहिँ त्यही सुजन चापागाईको कन्सर्ट चाहिँ एटेन्ड गरेको थियो। अनि त्यसपछि चाहिँ फर्किहालेको थियो रुममा। अनि त्यहाँपछि चाहिँ हुन्छ नि त उल्सान घुमाउँ भनेर चाहिँ आज म उल्सान आएको छु। अब उल्सान भनेको एउटा कोरियाको सबैभन्दा ठुला सहरहरूमध्येको एउटा सहर है, जुन चाहिँ सुविधाले सम्पन्न छ है। सो ओके, घुमाउँ है। आज कता कता हुन्छ देखाउने कोसिस गर्ने चाहिँ, कता कता गइन्छ। सो ओके, स्टे ट्युन, हेर्दै गर्नु। सो गाइज, अहिले चाहिँ हामी है घुम्दै घुम्दै यो उल्सानको बिच हेर्न चाहिँ आएको थियो। बिच अनि यहाँ एउटा पुल चाहिँ रहेछ। अनि साथीले चाहिँ जाउँ त यताको भ्यू चाहिँ राम्रो देख्छ भनेर चाहिँ लिएर आएको थियो घुम्नुको लागि। सो ओके, हेरौँ है, एक्सप्लोर गरौँ ठाउँ कस्तो छ भनेर चाहिँ आएको थिएँ। सो हेर्दा चाहिँ एकदम आकर्षित लागेको छ होइन। कोरिया आएपछि फर्स्ट टाइम नै हो यो बिचतिर चाहिँ म है। सो अब हामी यहाँ हेर्नेछौँ है। सिन चाहिँ एकदम राम्रो देखेको छ, म तपाईँहरूलाई पनि देखाइहाल्छु। आजको दिन चाहिँ हाम्रो यतै हामीले चाहिँ मस्त बिताउनेछौँ है, यतै घुमेर। कतैको पनि बिच चाहिँ गएको छैन अहिलेसम्म, फर्स्ट टाइम नै बुसान भन्दा नि उल्सानको। बुसान पनि जाने प्लान त हो है, तर पहिला उल्सान नै हामी एक्सप्लोर गरौँ, हेरौँ कस्तो देख्छ। बिहान चाहिँ एकदम अल्छी लागिरहेको थियो क्या रुममा बस्न चाहिँ। अनि सोचिरहेको थिएँ कतै न कतै त जान्छु भनेर। अनि ठ्याक्क साथीसँग होइन सल्लाह गरेर चाहिँ फाटो उठेर हिँडिहालेको थियो क्या बिहानमै। अनि सो लेट्स सी। ओके, पारीबाट चाहिँ राम्रो देख्छ होला पारी गाउँ। तर हामी चाहिँ होइन खास ऊ बरको त्यो पुल चाहिँ जाने भनेको थियो होइन। त्यो पुलमा चाहिँ अहिले गइन्छ पनि होला है त्यता चाहिँ। मान्छे चाहिँ लास्टै धेरै जाँदो रहेछ। हेर्न टक्क भ्यू चाहिँ यस्तो छ यहाँको। यताको चाहिँ अलि आकर्षक देखिरहेको छ, मेन आकर्षक होइन। त्यो इन्डियामा मुम्बईमा छ नि त्यस्तो टाइपको क्या एउटा, ठ्याक्कै नाम चाहिँ थाहा भएन, तर त्यस्तो टाइपको चाहिँ देखिरहेको छ। यहाँ चाहिँ डुङ्गाहरू पनि चढ्न पाउँदो रहेछ। तर खासमा म चाहिँ होइन एउटा इन्ट्रोभर्ट मान्छे हो। म त्यति घुम्न होइन मान्छेहरूको बिचमा हिँड्न चाहिँ त्यति मन नपराउने मान्छे होइन। तर अहिले कोरियाले मलाई यति आकर्षक गरिरहेको छ नि, यति आकर्षक गरिरहेको छ नि यो कोरियाले चाहिँ मलाई होइन। एकदम के घुमाउँ होइन, यस्तो नयाँ नयाँ ठाउँहरू होइन जसरी हुन्छ खोजेर जाउँ, बरु एक्सपिरियन्स गरौँ कस्तो छ होइन। हिँड्न सिकौँ मान्छेहरूको बिचमा, नयाँ नयाँ मान्छेहरू भेटौँ, नयाँ नयाँ ठाउँहरू घुमाउँ भनेर चाहिँ एकदमै क्या भित्रैदेखि त्यो इन्टेन्सन जागिरहेको छ होइन। त्यही भएर पनि मैले गरिरहेको छु यो सब कुराहरू चाहिँ। फोकटमा होइन विदेशको ठाउँमा अब नर्मली हेर्दा त म बसिरहेको छु, कमाइरहेको छु, काम गरिरहेको छु, त्यो सबै भइरहेको छ। तर माइन्डमा होइन कता कता सेटिस्फाई नै छैन क्या, के छुटेको के भइरहेको छ होइन, कसरी गइरहेको छ लाइफ होइन। आफैले डिसाइड गर्न नसके जस्तो क्या, पछि के होला त्यो जस्तो ननसेन्स होइन। ओभरथिङ्क चाहिँ एकदम बेसी आइरहेको छ। त्यो भएर पनि चाहिँ ल हुन्छ नि त यही गर्छु म, मेरो माइन्ड फ्रेस पनि गराउँछु, म घुम्छु पनि, म नयाँ मान्छेहरू पनि भेट्छु, नयाँ ठाउँ पनि म हेर्छु भनेर चाहिँ मैले सुरु गरेको थिएँ खासमा चाहिँ। अनि त्यसपछि हुन्छ नि त कहाँ कहाँ जान्छु, म भिडियोहरू पनि बनाएर राख्छु होइन। मेरो आफ्नै च्यानल पनि छ, अनि बनाएर पनि राख्छु, मेरो लागि सम्झना पनि हुन्छ म यस्तो ठाउँमा यो गरिरहेको थिएँ भनेर। त्यो कुराहरू पनि एउटा जर्नी हुन्छ नि त, जुन मैले नेपालमै सुरु गरेको थिएँ नि मैले जुन जर्नी, त्यो जर्नी चाहिँ मैले कोरिया आएपछि किन होइन कस्तो के भएको थियो क्या मेरो माइन्ड चाहिँ है। अनि त्यो सबै चाहिँ मैले हटाएँ होइन। मैले फाल्टुको चाहिँ भिडियोहरू मैले बनाएको पनि, तर अहिले चाहिँ कस्तो रिग्रेट फिल पनि हुन्छ होइन। यही रिग्रेट चाहिँ पछि नहोस् होइन, टाइम वेस्ट भयो जस्तो नहोस् क्या। यत्तिकै बस्दा होइन अब ल मानव हल्का फुल्का पैसा त खर्च होला होइन आफ्नो, तर त्योभन्दा पनि धेरै कुराहरू त सिकिन्छ नि त होइन। चाहिने नै कुरा होइन, कुन कुरा कहिले चाहिन्छ भन्ने थाहा हुन्न। त्यही भएर चाहिँ हुन्छ भनेर चाहिँ नयाँ नयाँ कुराहरू चाहिँ एकदम गर्नु मन लागिरहेको छ होइन अहिलेको टाइममा चाहिँ। सो के भयो
हान्ने उसलाई फेरि एकदम ढुङ्गा चढ्नु मन लागिरहेको छ अनि सोधौँ भनिरहेको उसले यो रेसिङ ढुङ्गा कुन चाहिँ योवाला कसैले हानेन पहिला हानेको छैन है फर्स्ट टाइमै है यिनीहरू गरिब छन् कि हामी धनी छन् पहिला हानेको छ कि छैन है फर्स्ट टाइम एक्सपिरियन्स सोध्ने हो त ओके ल जाउँछु र अहिले चाहिँ हामी उताको पुलमा जानको लागि चाहिँ माथि हाइकिङ गरिरहेको छौँ भनौँ न थोरै उकालो उक्लेर चाहिँ जानुपर्दो रहेछ अनि त्यो भएर चाहिँ मान्छेहरू पनि एकदम धेरै छन् है यहाँ चाहिँ उता जाने चाहिँ इल्सान बिच इल्सान हेसु योक्चाङ रे इल्सान बिच रहेछ है यसको नाम चाहिँ थाहा थिएन अहिलेसम्म भने बिच चाहिँ घुमेर आइसक्यो तर नाम थाहा थिएन अहिले चाहिँ हामी उता जानु लाग्यो त्यो पुलमा चाहिँ जानु लाग्यो होइन त्यो उल्सान सिटीको चाहिँ भ्यू देख्छ भनेर हेर्नको लागि सो यस्तो छ है यहाँ चाहिँ प्योर नेपालको डाँडा काँडामा हिँडे जस्तो चाहिँ भाइ दिने ठाउँ छ होइन सल्लाहको वन ओके अब हामी चाहिँ त्यहाँ पुग्छौँ अनि त्यहाँ पछाडि चाहिँ एकचोटि एक भ्यू हेरौँ होइन उल्सानको कस्तो देख्छ त्यहाँ पछि चाहिँ फेरि कुनै ठाउँमा जानुपर्ने हुन्छ है त्यति हेरेर त फर्किने कुरा भएन सो हेरौँ है कता कता हुन्छ सो स्टेट्यु अहिले चाहिँ त्यही पुलको लागि जाँदैछौँ त्यहाँ पुलबाट चाहिँ हेरौँ उल्सान सिटीको भ्यू कस्तो देख्दो रहेछ सो यहाँ माथि चाहिँ चढेको थियो होइन पुलमा यो भ्यू हेर्नको लागि यस्तो देख्दो रहेछ है मान्छे लास्टै धेरै छ कि अनि त्यो भएर चाहिँ आऊ तर भ्यू चाहिँ दामी देखिरहेको छ मजा बवाल आइरहेको छ है तर हावा पनि मस्त छ र हामी चाहिँ यो पुल तरेर चाहिँ यता आइसकेको छौँ सो यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ भ्यू चाहिँ सो यसकै लागि चाहिँ मान्छेहरू आउँदो रहेछन् होइन ठक्क बिच सँगसँगै सहरको भ्यू पनि हेर्नको लागि एकदम धेरै मान्छेहरू क्या भिड एकदम धेरै हुँदो रहेछ होइन एकदम फेमस ठाउँ रहेछ यो उल्सानको चाहिँ यस्तो देख्छ यहाँको भ्यू चाहिँ यस्तो छ सो ओके त्यो पुल तरेर चाहिँ यता आयो भने चाहिँ बवाल भ्यू देख्दो रहेछ है यता चाहिँ अझ बेसी घुम्न आएको वर्थित हुने ठाउँहरू चाहिँ रहेछ होइन फोटो खिच्न भिडियोहरू बनाउनुको लागि चाहिँ सो राम्रो देख्दो रहेछ भ्यूहरू समुद्र पनि वा क्या बवाल देखिरहेको छ है जस्ट वाच सो यस्तो छ है यताको भ्यू चाहिँ सो यो चाहिँ टोटली वर्थित छ होइन यो चाहिँ ठाउँ घुम्न आउँदा वा क्या देखिरहेको छ यार कस्तो लाग्यो है सबै घुम्न आएको चाहिँ यही ठाउँले वर्थित गर है ल उता पुलसिलहरू भन्दा पनि बेस्ट ल मैले उल्सान घुम्नको लागि चाहिँ अलिअलि ठाउँहरू चाहिँ हेरेको थिएँ क्या यो ठाउँ पनि हेरेको थिएँ अनि पिक्चर्सहरूमा चाहिँ त्यही पुलको पिक्चर देखाइरहेको थियो अनि त्यहाँपछि यो बिचहरू अनि यस्तो इलाका चाहिँ थोरै मात्रै देखाइरहेको थियो नि त अनि ओके ठिक छ यति भए चाहिँ मस्त घुमेर आउँछु एक दिनको ट्रिप गर्छु भनेर चाहिँ आएको थिएँ साथी यहीँ थियो मलाई झन् सजिलो हुने भयो घुम्न भनेर चाहिँ अनि उसले पनि इन्ट्रेस्ट देखाइरहेको थियो हुन्छ नि त जाउँ ल आऊ म तिमीलाई लिएर जान्छु भनेर चाहिँ उसले भनेको थियो सो त्यही भएर चाहिँ म आएको थिएँ यति मजाले दिन कट्यो नि टोटली क्या र अब चाहिँ अर्को दिन चाहिँ बुसान जाने भनेर चाहिँ प्लान गरिरहेको हेरौँ है कस्तो हुन्छ अनि यही बिदामा चाहिँ अनि यति मजाले कट्यो नि आजको दिन त र यत्रो समुद्र होइन यति राम्रोसँग देखेको पनि फर्स्ट टाइम हो क्या इन्डिया गएको बेला जू बिच चाहिँ देखेको थिएँ त्यति राम्रोसँग चाहिँ ऊ भएको थिएन क्या एक्सपिरियन्स भएको थिएन तर अहिले त हेर्नु न समुद्री दृश्य प्लस यो भ्यू क्या प्राकृतिक सुन्दरता यति राम्रोसँग देख्नु पायो नि आज यति भित्रैबाट आनन्दवाला फिल आइरहेको छ क्या सो गाइस आजको लागि चाहिँ थाकियो होइन
बिहान 12 बजेबाट दिउँसो 12 बजेबाट घुम्न सुरु गरेको ठाउँ है। हाम्रो यात्रा त्यताबाट सुरु भएको थियो, त्यो साइडबाट चाहिँ हाम्रो यात्रा सुरु भएको थियो आज। र यो बिचमा यति राम्रो राम्रो ठाउँहरू रहेछ नि, यति मजाले घुम्दै आयो नि हामी, यति टाइम स्पेन्ड गऱ्यो नि, आजको दिन गएको पत्तै भएन क्या, यति मजा आयो नि। हेर्नु न अझ हामी होइन अहिले बेलुकाको अलमोस्ट 6 बजिरहेको छ, जाने मनै गरिरहेको छैन क्या, अहिले रात पनि पत्ता लागिसक्यो होइन। हेर्नु न जति पछि भयो उति राम्रो राम्रो ठाउँ भेटिँदै गएको छ क्या। यो एक दिनमा चाहिँ घुमेर चाहिँ अलि नभ्याउँदो रहेछ होइन। यदि घुम्दै घुम्दै गर्ने भने चाहिँ आएर सरासर हेरेर जान त केही भएन, तर हामी यति भुल्यो होइन, यति रमाइलो गर्दै आएको छ नि आजको दिन है। यति अनफर्गेटेबल मोमेन्ट्सहरू भयो नि, कस्तो मलाई हेर्नु न यति राम्रो राम्रो ठाउँहरू भेटेको छ नि अझै हेर्नु न। अहिले मान्छेको चाप चाहिँ हल्का कम पनि हुँदै गएको छ होइन, त्यति बेसी चाहिँ छैनन् मान्छेहरू, तर यति राम्रो ठाउँ छ नि यार। उता पनि जानुपर्ने आजलाई चाहिँ भ्याइँदैन होला होइन, अब चाहिँ फर्किने भन्ने प्लान चाहिँ गरिरहेको छौँ हामी। सो तर यो जर्नी चाहिँ आज अलिक घाउ लागिरहेको थियो क्या, जाउँ कि नजाउँ टाइपको भइरहेको थियो होइन, तर पनि आएको थिएँ। त्यो भन्छ नि होइन, आँट गऱ्यो भने केही न केही हुन्छ भन्ने के, टोटली सोच्दै नसोचेको इमेजिनेसन नै नगरेको कुरा भयो क्या आज चाहिँ। त्यही छ है आजको जर्नी चाहिँ। यहीँबाट चाहिँ हामीले समाप्त गर्नुपर्ने हुन्छ। यति धेरै ठाउँ त थियो अझै, हामीसँग टाइम भएको भए हामी डेफिनेटली चेकआउट गर्थ्यौँ होइन, डेफिनेटली जान्थ्यो है। सबै कुराहरू कस्तो छ भन्दा चाहिँ सब एक्सप्लोर गर्ने कोसिस चाहिँ गर्थ्यौँ हामी, तर अहिले चाहिँ टाइमको कमी पनि भयो। सो रात पनि पर्नु लागेको छ, फेरि गाडी चढेर पनि जानुपर्ने हुन्छ, त्यही भएर चाहिँ अब फर्किनु पनि पर्ने हुन्छ है हामी चाहिँ। यो ठाउँलाई चाहिँ अहिलेलाई यो टाइमलाई चाहिँ यही अन्त्य गर, फेरि नेक्स्ट टाइम आउँदाखेरि चाहिँ अझ बेसी टाइम दिएर चाहिँ मस्त घुम्ने तरिकाले आउनुपर्छ है, अझै एकपटक आउनुपर्छ। हाइली रिकमेन्डेड ठाउँको मेरो लागि चाहिँ यो है, उल्सानको बिच चाहिँ घुम्न आउन चाहनुहुन्छ भने चाहिँ आउनु सक्नुहुन्छ है। टोटली पैसा वसुल ठाउँ छ। सो यो भ्लग पनि म ल यही ठाउँमा चाहिँ एड गरिदिन्छु। थ्याङ्क यू सो मच फर वाचिङ है। फेरि अर्को भिडियोमा भेटौँ ल, आजको लागि यति नै ल, बाई बाई।